हेलो वेलकम टू माई ब्लग अनि आज चाहिँ विवेक दादाको ह्याप्पी बर्थडे विवेक दादाको ह्याप्पी बर्थडे हुन्छ बर्थडे बोय यो के लगाइसकेको त्यो बाँकी यहाँनिर चाहिँ यहाँ पुलो पकाउने भिजाएको छ यहाँ अनि ऊ चाहिँ आरीमा पनि भिजाइरहेको छ अनि त्यो एक कुकर पाकिसक्यो अनि यहाँ पनिर पाक्दैछ यहाँ ठुलो मम्मीले पकाउँदै हुन्छ अनि यहाँ छ अरू पनिर रेडी हुँदैछ यहाँ छ अरू यहाँ चिया आउँछ यहाँ यो केरा हो दही यहाँ रेडी हुनु बाँकी नै छ क्या अझै अनि यहाँ चाहिँ बर्थडेको लागि सबै रेडी हुँदैछ अनि राम बाबा चाहिँ अझ सामान लिन जानुभएको छ अनि केक चाहिँ दिदीले लिएर आउनुहुन्छ अरू दादा दिदीहरू सानो बाबाहरू चाहिँ आउनु बाँकी नै छ अनि मलाई यो काँचो भन्ने जोक गर्नु लाग्छ अनि यो चाहिँ म अघि खाइछु होइन यो मैले यति झोल खाएको होइन काँचो खाएर पकाइदिन आँटेको यहाँ हुन्छ बर्थडे बोय यहाँ चाहिँ हाम्रो राम्री बिबिका दिदी आइसक्नु भएको छ मोडल ल ल काठमाडौँको सिभिल हस्पिटलको नर्स अनि हाम्रो नयाँ भाउजू पनि हुन्छ हेलो भनिदिउ न हेलो हेलो दादा बोलाउनु दादालाई बल्ल बोलो भाइ यहाँ हाम्रो ह्यान्डसम भाइ छ चल्सी लागेर भाइसँग बल खेल्यो यहाँ आइपुग्नु आयो यो बल यो बल चाहिँ मलाई पहिला सानो बाख्रा ल्याइदिनुहुन्छ क्या यस्तो बल्नेवाला हामी खेल्थ्यौँ त्यही याद हेलो भन्दै हेलो भन्दै चाहिँ ठुलो होमले अघिदेखि पकाएकै हुन्छ अनि पनिर पकाइसक्नु भइसकिसक्यो यहाँ च्याउको सब्जी पकाउँदै हुन्छ त्यहाँ पनिर पुलाउहरू सबै पाकिसक्यो यहाँ अम्बिका दिदी हुन्छ सब रेडी पिज्जा चिकन पिज्जा हो म खादिनँ मासु खादिनँ ल भुइँमा बसेर खान्छ भुइँमा बस खाना आइसकेको छ हाई भनिदिनु अपेक्षाको ब्लगमा हाई भनिदिनु अम्बिका दिदी हेलो हाई तिमी पनि हाई भनिदेऊ भरे युट्युबमा आउँछौ नि तिमी हाई भनिदेऊ भाइ छोरा हाई भनिदेऊ तिमी पनि भनिदेऊ हाई भनिदेऊ सबैजनाले अपेक्षाको ब्लगमा विवेक हाई भनिदेऊ बर्थडे बाई बल खेलेको ल ह्याप्पी बर्थडे हाम्रो खानपिन कार्यक्रम चाहिँ भइसक्यो है अघि किनभने सबैलाई हतार थियो दादाको पनि विदेश जानुपर्ने अरे अनि कता के कसको सोधा छ अनि केक चाहिँ काटेको थिएन अनि केक काट्ने प्रोग्राम चाहिँ स्टार्ट हुन आइरहेको छ क्या मिल्दैछ क्या भिडियो बनाउनु पर्छ अहिले आयो फोटोसोटो भिडियो छ दादासँग अनि त्यहाँबाट कपाल मिलाउँदै गर्नु पर्यो नि त चाहिँ मिलाउँदैछु मिल्दैछ त्यसरी मिल्न समय लाग्छ होइन
ल ल केक केक अनबक्सिङ बिबिकाजीले गर्न आँट्नु होला हो हट्नु न हाम्रो केक अनबक्सिङ हुँदैछ यो चाहिँ चोरको बर्थडे हो आज सोह्र भएछ 16 म चोर देखिरहेको त एक्स लेख्न लागेको थिएँ विवेकाले बाल्ने हो क्या लाइट बालेर उज्यालाइरहेछ त लाइट बालेर उज्यालाइरहेछ नआउनु भएको अरे कलेज भएर आएर झन् निलो लाउनु न त्यो निलो लाउनु न ह्यान्डसम देखिन्छ निलोले पूजा गर्नु ओम नमस्तनन्ताय सहस्रमूर्तये नमस्तनन्ताय सहस्रमूर्तये सहस्रबाधाक्षररुआभ हे सहस्रनाम्ने पुरुषा ससते सहस्र बोलीको धारिणे नमः अब कलकको ठ्याक्कै पानी यस्तो हरे ओम सबै शान्ति होस् है भनेर यही पूजा गुरु सुप्रसन्न डाउकित सर्वे ग्रह शान्ति गरा भवन्तु ल बत्ती बाल्ने कि यतिकै कस्तो कालो आयो आइफोनमा उज्यालो आएन बर्थडे टु यु यस्तो दादा कामना जन्मदिनको धेरै धेरै शुभकामना जन्मदिनको त्यो के अरे चामल छिन्की त नाच्छन् ह्यापी बर्थडे भनेछ नाच्नु अरे अनि हो होइन होला टिको लाउँदै दिँदै खाँदै टिको लाउनु अनि चिसो खुट्टा चिसो भइसकेको छ क्या यहाँ भिडियोग्राफर हुनु पनि गाह्रो छ लास्ट चिसो हुन्छ लास्ट चिसो यहाँ लास्ट चिसो भुइँ एकछिन पनि उभिनु गाह्रो पर्छ Happy birthday to you. बिहानै पाएको थियो बेलुका पो मनाइयो त पुछताछ गरेर धेरै धेरै शुभकामना छ र मनोकामना पुरा होस् मनमा शान्त होस् रोग नलागोस् सोचेको कामहरु सफल हुन् केही छैन ल ढिलो हुन्छ कि बाबा यो एकछिन काइनोलाई ल भाइले लु भाइले ल्याउनु भाइलाई लाउँछ म दिन्छु नि यहाँ खै त्यो कन्छु मलाई दिए चाहिँ 1000 को त्यो बेला दिन पर्यो खाना त खाना लु भोलि भाइ पनि बस्छ भाइ पस भाइ लु बस्छ यो पैसा त मैले हिजो भेटेको हो म त रमाइलोको लागि दिने पैसा छैन लु यता बिदाई
शुभकामना सकिहाल्नु गइसक्यो अनि यो भाइलाई उ गरौँ अलिक सुई सुई गर्दा भइहाल्छ। अनि काटौँला यो मेरो नातिहरूलाई खै नाति ह्याप्पी बर्थडे छोरो ह्याप्पी बर्थडे नाति कति धेरै खुसी कसलाई दिन्छ है कसलाई ह्याप्पी बर्थडे होइन भन्दा यहाँ बस्नु यहाँ बस्नु आफै नाच्नु लु तपाईँ दुईजना लान खाँदा आन्टीको लागि त भइहाल्छ जरा ओ यतापट्टि दुईतिर गर्दा भयो। लान्छला दुध आउँदै दिए तपाईँलाई तपाईँ ज्येष्ठ सदस्य हो नि त भाइको बर्थडे ओम भद्रं कर्णे श्रीयामदेवाभद्रं वसेमा सुमित्राः अनि यहाँ बस्छ भाइहरु सता जाँदा सता त्यही बस्छ त्यो बर्थडे गरे अब हेभ अ सेफ फ्लाइट भन्नु न यात्रा सफल होस् मनोकामना पुरा होस् सोचेको काम पुरा होस् फोटो खिचिदिनु भएन त होइन तपाईँले त खिच्दै हुन्थ्यो बिबिका दिदीले भनेको क्या सोचेको छिटा कामहरू पुरा होस्। पैसा कमाएर 40 वर्ष पछाडि रमाउने भने जस्तो न्याक्क भयो बाहिरबाट गर बाहिरबाट क्या त्यसरी होइन पुरै बाहिर सबैजना बसेर खिच्नु नानीलाई अनि यहाँ उभिएर खिच्नु क्या केक काटिहाल्छ अनि कति बाल्नु हो अपेक्षा यहाँ मेरो अस्ति क्यामेरा नर न खानै छ छिटो अघि हेरी Happy Happy birthday to happy birthday. Happy birthday धेरै शुभकामना जन्मदिनको धेरै धेरै शुभकामना ह्यापी जन्मदिनको धेरै धेरै शुभकामना आज बिहान धेरै छिटो उठ्नु भएको व्यक्ति बर्थडे भएर विवेक दादा अरू बेला भन्दा म अरू बेला भन्दा ढिलो उठेँ दादा अरू बेला भन्दा छिटो उठ्नु हो 7 बजे आइ थियो अनि गएको 7 बजे निस्केको म के साह्रो विदेश जानु हतार परेको यो दाइलाई त विदेश जानु हतार छ बेलै भएको छैन जाने यहाँ विवेक दादालाई मात्रै जाडो भएको छैन त्यही मामुला पनि विवेक दादा मात्रै जाडो भएको छैन यहाँ भनेको
होइन आइसक्नु बर्थडे मान्छेलाई लाग्दैन नि त झाडो दिदी आइहाल्नु त आइहाल्यो फेरि म आइहालेँ कहाँ आइपुग्नु यो नकाट्ने कसले काट्नु जाने काइरोलाई चाहिँ खुवाइदिइहाल न काइरोलाई उनीजनालाई दिदा हुन्छ खुवाउनु पर्दैन नरम लागिहाल्छ नि त बिचार केटाकेटी अन्त मान्छे झन् के भन्दै भन्दै गर्नुहुन्छ मोटाएर आउनु हेर ज्याममा ज्यान बनाएर आइज है मोटाउनु त मोटाइहाल्छ नि त। भाइलाई चाहिँ नदिँदा दादा चस्मा लगाएर बस्नु पर्थ्यो क्या जे गरे पनि केही कसैलाई थाहा हुँदैन मलाई पनि विदेशमा आँटेको भाइ याद पर्नु लाग्यो मलाई त यो दादा पनि विदेश जान आँट्नु भएको जस्तो लाग्दै थियो ए मलाई होइन दिन्छु होइन यो देखाएर भइहाल्यो मन लाग्दैन होला कसै मलाई हो केटाकेटीलाई देऊ न पहिला ओइ त्यो बाबु हेर बिरामी हुन्छन् गिफ्ट पनि ल्याइदिनु भएको भाउजूले गिफ्ट पनि ल्याइदिनु भएको भनेको देवारलाई भनेर होइन स्पेसल मलाई कसले गिफ्ट ल्याएको रहेछ भनेर भन्दै थियो क्या अघिदेखि भाइ भाउजू पक्नु भएको बर्खामा त्यो थुप्रो जना पो छु नि त गिफ्ट मोबाइल हो कि क्या आइफोन लु यो होइन म्याकबुक के आइफोन जस्तो हुन्छ नि म्याकबुक नि यो कटिङ त्यसले खाउने यहाँ राख्दैछ दिदी पहिला दही खुवाइदेला सुन्तला बोकेर जा होइन उयस ब्यागमा हाल्नु न भरे बसेकोलाई खाइदिनु दिदी सबैलाई पुऱ्याउँछु के म सबै खाइसक्नु तपाईँले बनाउनु त सानो चक्कु ल्याऊ के दिनु न सबलाई यहाँ भाग लगाउने व्यक्तित्व हुनुहुन्छ यहाँ के मिलिहाल्यो ल पक्नु नै एकछिन राखिदिँदै गर्नु मेरो लागि चक्कु उयसको भिडियो गर्न अपेक्षा उयसको रोस्नाहरू पनि आइपुग्यो पहिला यहाँको यता रोस्ना पनि आइपुगिसकेको छ यहाँ यो चाहिँ दिनु मलाई कसैलाई म काट्छु कि नयाँ यो चाहिँ लाग्दा बनाइदे भाइ दिएको हेलमेट नाकले खाएन भाइ चन्चीले खाएको के हो भाइ चन्चीले खान्छ यसलाई सानो पनि आइसक्नु भइसक्यो त्यहाँ नाकले खाएन भाइ सानो नमस्कार सुन्नु भएन के काम गरेर खलाइ भाइ 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 के कस्तो छ छेउमा बसेको मिठो छ भाइ भाइ के कस्तो छ मिठो छ नाकमा कहाँ लाग्ने यहाँ सबै लगाएर खाइरहेछ काइला जिम्मा लागियो विकास काइलाको आएन होइन भित्र बसिरहनु भएको छ अरे अरूलाई फेरि जानुभएछ भनेर त्यो देखाउने बस्नु न अनि उभिएको उभे गर्नु हो त अनि गाइज मैले चाहिँ विवेक ह्याङ भयो गाइज मैले चाहिँ विवेक दादाको बर्थडेको केक पाइसकेको छु आफ्नो खान्छु यहाँ अघिदेखि भाग लगाएको लगाइन्छ खाने भाइ तिमीलाई सब्जी दिएन बिदाई गर्दै हुन्छ दाइलाई अघि खिचिदिएको थियो काइला बाई बाई भन न बाई भन न तल चाहिँ बन्दैन पुगेर एउटा फोटो हालिदिने सबलाई थाहा हुन्छ सबैले बाई भन है टोपी ला काइलो ज्याकेटको टोपी ला ज्याकेटको टोपी ला न बाई बाई
लक्ष्य गरौँ पढाइ राम्रो होस् पढेर प्रगति गर्नु बुझ्दै बन्दनाले खाएको केक हो नि हो सबैले खाने मैले खाने खाले सरिता मम्मीले पनि खानुभएकै केक होला कस्तो त्यो भित्रको त्यो केक कस्तो छ सेकेन्ड राउन्डहरू केक कस्तो छ मिठो भएर थाहा मिठो छ तर यहाँ चाहिँ फोटो सेसन चल्दैछ अनि यहाँ फोटोग्राफरहरूको चाहिँ लाइन लस्कर छ त्यहाँ फोटोग्राफरको चाहिँ एकदम धेरै फोटोग्राफरको चाहिँ एकदम धेरै फोटोग्राफरको चाहिँ एकदम ल ल अनि सुरुमै भिडियो त सुरुमै भन्छ है ए हुन्छ यसले ज्याकेट चाहिँ लगाएको त भाइ त ज्याकेट लगा ज्याकेट कालोले फोटो राम्रो आएन भनेर खोल्नु भएको अरे सुरुमै हाइलाइटर राखिदिन्छु ल यो कि प्राइस कि दक्षिणा थपन चाहिँ कति खोइ देखाउँ भएन जस्तो थपेको पैसा चाहिँ यसो लगाइदिनु झरेकै भइहाल्दा रातो जाउँछ आउँदै रक्छ त कति कुरा हुँदैन खोल्नु थालेको हेर होइन ल यहाँ चाहिँ गिफ्ट अनबक्सिङ भाउजूको गिफ्टै देवरको लागि दिएको चाहिँ हामीले यहाँ अनबक्सिङ गर्दैछौँ नन्दले अनबक्सिङ देखिसक्यो चाहिँ नदेखाइहाले के अरे ल्याएको बाहिर यहाँ यसमै चिया खानु अनि पानी तातो तताएर खानु बिरामी नहुनु भनेर दिनुभएको अरे थ्याङ्क यू सो मच भाउजू यो गिफ्ट जसको हो नि लास्टमा पानी खाने चाहिँ हामी नै हो ल ल बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर बिरे ह्याप्पी बर्थडे टु कैलो शुभकामना जन्मदिनको धेरै धेरै